हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। फेरि पनि तपाईँलाई स्वागत छ एनके सन्तोष मल्लको ब्लगमा। आज चाहिँ मैले किन बेलुकाबाट भिडियो बनाएको भन्दाखेरि हाम्रो बाथरुममा चाहिँ यति ठुलो सर्प आगि गाडी यति ठुलो नबनाउने सानै थियो, भन्दाखेरि चाहिँ ठुलै भन्नु पर्यो। सर्प आएको थियो। त्यो सर्प चाहिँ हाम्रो एउटा कोठाकै साथीले जीवन पाण्डे भनौँ, जीवन पाण्डेले त्यो सर्पलाई नमारेर त्यत्तिकै जङ्गलतिर छोडिदिएको छ। फेरि आयो भने चाहिँ जीवन होस्टेलको बाथरुममा है सर्प सानो बच्चा चट्टीमा धेरै माथि हिँड्दैन यार, झरिहाल्छ होला। सानो गर न, मलाई थाहा छैन सानो गर्नु भन्दा यस्तो गाइस बाथरुममा है सर्प है। गाइस हेर्नु सर्प यहाँबाट तान्न मिल्छ यो साइडबाट रेकर्ड गर छोडिदेऊ छोडिदेऊ न, कहाँ जान्छ कि छोडिदेऊ। त्यो डस्टबिन ल्याएर गाडीबाट जान्छ नि फेरि। हो ल ल ल भाइ राख त छोड के नगरे खै उज्जाउ। त्यो भित्र चाहिँ सर्प छ है गाइस। ओ फाल ओए त्यो उता फाल जाउनु क्यामेराम्यान के भित्र छ है, कता अब देखाइ नि छोड। सर्पलाई हामीले चाहिँ मारेनौँ हैन, अनि सर्पलाई चाहिँ हामीले त्यही